एकछिन निकालिदिउँ। फाइनली ग्यासहरू है सेलेरी बढेर आइसकेको छ। खुसी लागेको छ क्या साथीभाइहरू होइन। अब मैले गर्नु त अघि नै गनेको साथीभाइहरू, तर पनि तपाईँहरूलाई होइन अब सेयर गरौँ। हामीले जो ड्युटी गर्छौँ नि 8 घन्टा ड्युटीको चाहिँ है एक हिसाबले चाहिँ ठिकै हो होइन। अब के यो 1000को यस्तो हुन्छ, 1000को चाहिँ मोरिससको नोट है। मान्छे यसो लुका डाट देख्न सक्नुहुन्छ है। ल 1 2 3 4 5 6 7 8 9 10 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 18 19 20 500को 20वटा भनेपछि 10,000, यो 10,000 20,000 भइहाल्यो। अनि यहाँनिर त्यहाँ पुरै त गनेर देखाउनु हुँदैन नि त पैसा है। यो चाहिँ खानाको पैसा हो, 2,000 रुपियाँ दिन्छ हामीलाई। एकजनाबाट 2,000 हुन्छ किनकि म सिङ्गल खाना खान्छु है। 1 2 3 4 5 6 7। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग। सो गाइजहरू आज फेरि न्यू डे न्यू भ्लगको सुरुवात भनेको है चट्ट मेरो पुरानै ठाउँबाट भइरहेछ गाइजहरू। अनि सो च्यानलमा नयाँ भने सबैजनाले लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। मेरो च्यानल चाहिँ मोर्सेसबारे डेली रूपमा इन्फर्मेसन भ्लगहरू आउने गर्छ गाइजहरू है। आफ्टर लङ टाइम क्या गाइजहरू है, निकै लगभग 3-4 महिनाको अन्तरालमा म यो ठाउँमा आएको चाहिँ, यो प्लेसमा आएको चाहिँ। मेरो नत्र भने मेरो पुरानो भिडियो हेर्नु प्रायः सबै यो ठाउँको छ क्या। यहीँनिर बनाउने क्या, खालि यहीँनिर बनाउने साथीभाइहरू है। अनि यो ठाउँलाई पनि याद त आउँछ नि साथीभाइहरू होइन। कोही कोही बेला अब होइन यो ठाउँमा आएर चट्ट बनाइदिउँ न भनेर है। आज चाहिँ अलिकति स्पेसल तरिकाको अलिकति अलग्गै किसिमको भ्लग हुनेछ साथीभाइहरू। अलग्गै किसिमको त के भन्नु होइन। तपाईँहरूलाई मैले अस्ति भनेको थिएँ है, हाम्रो सेलेरी बढ्दैछ साथीभाइहरू है। के कति आउँछ भनेर अब अलिकति कन्टेन्ट क्रिएटर भइसकेपछि भनेको चाहिँ त्यही पनि इन्फर्मेसन दिने खालको भइसके पछाडि भनेको त होइन सबै कुरो सेयर गरौँ जस्तो लाग्छ मलाई चाहिँ होइन। अब तपाईँहरूको ओपिनियनमा के छ गाइजहरू कमेन्ट सेक्सनमा भन्नु होला। मलाई चाहिँ लुकाउनु छिपाउनु मलाई मन लाग्दैन साथीभाइहरू। मैले योभन्दा अगाडिको भ्लगहरूमा पनि देखाइरहेको छु होइन। सो हाम्रो 2026मा चाहिँ सेलेरी बढ्नुपर्ने अस्ति जनवरीदेखि बढेन। अनि हामीले कुरो राखे पछाडि यो फेब्रुअरीदेखि बढ्यो साथीभाइहरू। अस्ति नै आउनु पर्ने सेलेरी है। अनि हाम्रो बोसको बाउ चाहिँ इन्डिया गएको हुनाले गर्दाखेरि अलिकति ढिलै भयो साथीभाइहरू। अहिले पनि आउनु त आएको छैन, इन्डियामा छ है। अनि आज चाहिँ भनेको आफ्टर लङ टाइम गाइजहरू यो ठाउँमा अब यस्तो बवाल वेदर देखिरहेको छ है। म के भन्नु र क्या साथीभाइहरू, यो हामी बस्ने क्युपीमा पनि लास्टै बवाल वेदर देखिरहेको छ क्या। सो है एकचोटि भ्यू चेक गर्नु होला गाइजहरू। सो लुक एट द्याट है, देख्न सक्नुहुन्छ ड्यान ट्याडान है। म हेरौँ त। अहिले हामी त्यही डाँडामा जान्छौँ है। ल 2-3 जना दाईहरू हुन्छ है। अनि अरू को हुन्छ साथीभाइहरू है। सो अर्को नेक्स्ट भ्लगमा आउनेछ त्यो चाहिँ। सो लुक एट द्याट देख्न सक्नुहुन्छ। यस्तो बवाल वेदर भइरहेछ है, घाम लागिरहेछ है, सनसेट भइरहेछ है। दामी तरिका क्या गाइजहरू, हेर्नु न यस्तो दामी छ क्या वेदर चाहिँ। ल है अनि धेरैजनाले है सब्सक्राइब गर्नु भएको छैन साथीभाइहरू, प्लिज सब्सक्राइब माई च्यानल है। सबैजनाले सब्सक्राइब गरेर राख्नु होला है। भोलि दिनमा यस्तो इन्फर्मेसन भ्लगहरू आउनेछ साथीभाइहरू। सबैजनाले माएर सपोर्ट गरिदिनु होला है। आज चाहिँ भनेको तपाईँहरूलाई है मेरो सेलेरी के आयो कति आयो होइन, त्यो सबै कुरो देखाउनु छ साथीभाइहरू है। ल भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त गाइजहरू। धेरै चट्टमा लगाउँछु तपाईँहरूलाई म है। मेरो सेलेरी के आयो कति आयो भन्ने विषयमा देखाउनु छ साथीभाइ। योपालि बढेर आएको छ है, खुसी लागिरहेको छ है। सो हेर्न सक्नुहुन्छ है। सो लुक एट द्याट देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो सेलेरी हो जनवरी फेब्रुअरीको साथीभाइहरू है। यसलाई एकछिन निकालिदिउँ। फाइनली ग्यासहरू है सेलेरी बढेर आइसकेको छ। खुसी लागेको छ क्या साथीभाइहरू होइन। अब मैले गर्नु त अघि नै गनेको साथीभाइहरू, तर पनि तपाईँहरूलाई होइन अब सेयर गरौँ न त अब होइन के कति आयो भन्ने विषयमा होइन। सो मैले अस्तिदेखि भनिरहेको छु गाइजहरू, मैले भने पछाडि ल्याउँछु होइन साथीभाइहरू। अब कति बढो होइन अब हेरौँ गाइजहरू। हुनु त योभन्दा धेरै सेलेरी थाप्ने छ मोरिससमा है। अब हुनु त यो त हाम्रो त कम्ती नै हो सेलेरी, तर पनि एक हिसाबले है हामीले काम गर्ने ठाउँ हामीले जो ड्युटी गर्छौँ नि 8 घन्टा ड्युटीको चाहिँ है एक हिसाबले चाहिँ ठिकै हो होइन। अब खानाको पनि दिएको छ 2,000 रुपियाँ है। हाम्रो यो चाहिँ खानाको साथीभाइहरू है। यो चाहिँ 2,000 रुपियाँ खानाको हो। यो चाहिँ मेरो सेलेरी हो। ल जनवरीको फेब्रुअरीको होइन 2026को सेलेरी बढाएर कति आएछ साथीभाइहरू गर्नु है त। देख्न सक्नुहुन्छ यो 500को हो, यो 1000को यस्तो हुन्छ। 1000को चाहिँ मोरिससको नोट है, 1000को चाहिँ यस्तो हुन्छ है। देख्न सक्नुहुन्छ 500 यस्तो लुका डाट देख्न सक्नुहुन्छ है। ल 1 2 3 4 5 6 7 8 9 10 है। 1000को चाहिँ 10वटा छ साथीभाइहरू। अनि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 18 19 20 500को 20वटा भनेपछि 10,000, यो 10,000 20,000 भइहाल्यो।
यहाँनिर त्यो पुरै त गनेर देखाउनु हुँदैन नि त साथीभाइहरू होइन अब आफै विचार गर्नु यति चाहिँ होइन यहाँनिर उब्रेको यति छ है कति हो साथीभाइहरू है कति बढ्यो है पहिला चाहिँ हाम्रो 21,000 दिँदै थियो धेरै बढ्नु चाहिँ बढेको छैन तर पनि यति भए पनि निकै बढेको साथीभाइहरू है मैले पुरै चाहिँ गर्दिनँ होइन उब्रेको यति हो देखिहाल्नुहुन्छ साथीभाइहरू है सो लुक एट द्याट है यसमा 20,000 छ यसमा कति छ हिसाब गर्नु होला है खुसी लागिरहेको छ साथीभाइहरू है नेपाली होइन 60-65,000 लगभग 70,000 हुन्छ अब गभर्मेन्टको अलाउन्स आउँदाखेरि त होइन आफूलाई पकेट खर्च राख्दाखेरि है त्यति चाहिँ कमाइ भइरहेको छ होइन योभन्दा धेरै कमाउने पनि छ नेपालीहरू है हाम्रो चाहिँ अब फ्यामिली बिजनेस हो नि त साथीभाइहरू होइन त्यही भएर त्यति साह्रो कमाइ हुँदैन होटल लाइन हो हाम्रो चाहिँ होइन त्यही पनि अब एउटा फास्टफुड जस्तै हो तर चल्नु चाहिँ लास्टै धेरै चल्छ है हाम्रो चाहिँ त्यति छैन ओभर टाइम केही पनि छैन साथीभाइहरू है अब सेलेरी भनेकै हो साथीभाइहरू है सो लुक एट द्याट देख्न सक्नुहुन्छ है अब आफै हिसाब गर्नुहोस् साथीभाइहरू अब होइन 3 रुपियाँले हिसाब गर्नु न मैले पठाउँदा जहिले पनि 3 रुपियाँको रेट हुन्छ म चाहिँ हाम्रो पात्रबाट पठाइरहेको छु साथीभाइहरू है यदि यो भिडियो मोर्सेसबाट हेर्दै हुनुहुन्छ भने तपाईँहरूको ब्याङ्क एकाउन्ट बनेको छ भने चाहिँ साथीभाइहरू है हाम्रो पात्रबाट ट्राई गर्न सक्नुहुन्छ मैले अलरेडी भिडियो बनाएर हालिसकेको छु है चेकआउट गर्नु होला साथीभाइहरू है ल अनि यो भनेको चाहिँ साथीभाइहरू खानाको पैसा है यो चाहिँ खानाको पैसा हो 2,000 रुपियाँ दिन्छ हामीलाई एकजनाबाट 2,000 हुन्छ किनकि म सिङ्गल खाना खान्छु है 1 2 3 4 5 6 7 8 9 10 13 14 15 16 17 18 19 20 ल यो चाहिँ खानाको साथीभाइहरू है त ल